तथा दिदीबहिनीहरू, नेपाल अस्ट्रेलिया टिभीको युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। म प्रस्तुता मिलन दाहाल। आजबाट एउटा नियमित रूपमा एउटा पोडकास्ट बनाउने सोच लिएर आएको छु। यो पोडकास्टमा अस्ट्रेलियामा उपलब्ध हुने सेवा तथा सुविधाहरूका बारेमा जानकारी प्राप्त हुनेछ र यहाँ अन्य देशका सेवा तथा सुविधाहरूसँग तुलना पनि हुनेछ। अस्ट्रेलियाका सेवा र सुविधाहरूलाई, यहाँका संरचनाहरूको, यहाँका बाटोघाटोहरूको र यहाँका विविध पक्षहरूको र विशेष गरी हामीले नेपालबाट हेर्दाखेरि नेपालीहरूको हरेक दिन अस्ट्रेलिया, अमेरिका, क्यानाडा लगायतका विकसित देशहरू जानका लागि लर्को नै लाग्ने गरेको छ। र एउटा विद्यार्थीको त एउटा +2 सकेर के गर्ने त भनेर भन्दाखेरि उसलाई कुनै पनि क्वेसन गरियो भने हाई स्कुलमा पढिरहेको विद्यार्थीहरूलाई विदेश जाने उसले पहिलो नम्बरमा नै भन्छ अस्ट्रेलिया अथवा अमेरिका, क्यानाडा, पछाडि अरू नामहरू पनि आउन सक्दछन्। अब अस्ट्रेलियामा धेरै मानिसहरू विगतदेखि नै आएका छन्। नेपालीहरूको इतिहासलाई हेर्ने हो भने 1900को दशकबाट नै अस्ट्रेलियामा मानिसहरू आउने गरेका रहेछन् र अस्ट्रेलियाले एउटा चुम्बक जस्तै बनेर उनीहरूलाई तान्ने गरेको छ र यहाँबाट फर्किने मानिसहरू निकै नै नगण्य सङ्ख्यामा रहेका छन् र स्पष्ट रूपमा, क्लियर रूपमा भन्नुपर्दाखेरि एकदमै त्यो फर्किनेहरूको लरको 1% भन्दा पनि धेरै कम रहेको छ। हुन त अब यहाँ अस्ट्रेलियामा यहाँ किस्ताको जिन्दगी छ भनेर केही निराशामूलक लेखहरू पनि समय समयमा सामाजिक सञ्जालमा, पत्रपत्रिकाहरूमा आउने गरेका छन्। तैपनि त्यति भइकन पनि अस्ट्रेलियालाई छोडेर चटक्क नेपाल जाने मानिसहरूको सङ्ख्या भने 1% भन्दा पनि एकदमै थोरै रहेको छ। 0 अगाडि आउँछ, 0.को सङ्ख्यामा रहेको छ। अब अस्ट्रेलियाले किन यसरी निराशा भइकन पनि किन अस्ट्रेलियालाई छोडेर फेरि नेपाल मात्रै होइन, यहाँ त 200 भन्दा बढी, विश्वका 200 भन्दा बढी मुलुकहरूबाट मानिसहरू आउने गर्दछन् र अन्य नेपाल मात्रै होइन अन्य देशहरूबाट। अब हाम्रो छिमेकको कुरा गर्नुपर्दाखेरि भारत, चीन, उनीहरू भारत 22 गुणा र चीन 66 गुणा हामीभन्दा ठुलो छ र उनीहरूले प्रगति पनि एकदमै आर्थिक प्रगति पनि गरिरहेका छन्। र पनि उक्त देशबाट अस्ट्रेलियामा आउने मानिसहरू पनि उक्त देशमा फर्कन चाहिरहेका छैनन् र यहीँ बसोबास गर्दछन् र बालबच्चाहरूलाई यहीँ हुर्काइरहेका छन्। यो विविध सामग्रीहरूलाई मैले यो पोडकास्टमा समेट्ने जमर्को गर्नेछु र किन यस्तो भइरहेको छ भन्ने कुराहरूलाई चाहिँ मैले यहाँ समावेश गर्नेछु र जानकारी गराउने प्रयास गर्नेछु, मेरो बुझाइसम्म मात्रै। किनभने मैले यो एउटा शब्द मेरो बुझाइसम्म मात्रै किन राखिरहेको छु भने यो संसार, समस्या यी सबै बहुआयामिक अर्थात् मल्टी डाइमेन्सनल हुन्छन् र मेरो बुझाइ काहीँ अनुपयुक्त पनि हुन सक्दछ र तपाईँको बुझाइभन्दा फरक पनि हुन सक्दछ। यो पोडकास्टमा आउने यी कुराहरू नितान्त मेरो बुझाइमा आधारित रहनेछन् र यहाँको बुझाइमा अथवा यहाँहरूलाई यो पोडकास्टमा कुनै पनि प्रतिक्रिया रहेको खण्डमा, यहाँहरूको विवाद बाजिएको खण्डमा यहाँले कमेन्ट मार्फत अथवा मलाई चाहिँ इमेल मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ र ती कुराहरूलाई पनि मैले आगामी पोडकास्टहरूमा समेट्ने प्रयास गर्नेछु। यो पोडकास्ट अरूहरूको लागि पनि एकदमै महत्त्वपूर्ण हुन सक्दछ। त्यसैले यो भिडियोलाई लाइक तथा सेयर गरिदिनु होला। यहाँहरूको कुनै प्रतिक्रिया रहेको खण्डमा कमेन्ट गर्नुहोला। यहाँको कुनै विरोधाभास रहेको खण्डमा पनि कमेन्ट गरी बताउन सक्नुहुन्छ र अन्य यो पोडकास्टलाई नियमित रूपमा हेर्नका लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु पनि नबिर्सनुहोला। अब इमिग्रेन्टहरूको एउटा प्रतिनिधि मेरो कुरा गर्नुपर्दाखेरि सन् 2014मा अस्ट्रेलियामा नेपालबाट मुभ भएको एउटा इमिग्रेन्ट लगभग बसाइ 1 दशक पुरा भएको छ र नेपालमा करिब जन्मिएर 28 वर्षसम्म मैले आफैले मेहनत गर्दाखेरि, म यहाँ एउटा कुरामा क्लियर हुनुहोला, आफैले मेहनत गर्दाखेरि मैले भनिरहेको छु, कुनै पनि पैतृक सम्पत्तिमा आधारित नरहिकन आफैले मेहनत गर्दाखेरि 28 वर्षसम्म नेपालमा एउटा थोत्रो बाहेक
मात्रै किन्ने हैसियत रहेको थियो। तर अस्ट्रेलियामा अब 10 वर्षको इतिहास, 10 वर्षको हेर्दाखेरि म अहिले यो आफ्नै गाडी चढेर म सपिङ गर्नको लागि कोल्समा गइरहेको छु, एउटा सपिङ सेन्टरमा, र आफ्नै घरबाट निस्किएर। यो एउटा तुलना लगभग यति पनि काफी हुन्छ होला किन अस्ट्रेलियाले चाहिँ इमिग्रेन्टहरूलाई आकर्षित गरिरहेको छ र चुम्बक जसरी तानेर चाहिँ आफ्नो देश फर्किनबाट बचाइरहेको छ। अहिलेलाई मैले यति नै भने, र अब हामी मेरो छोरा पछाडि सिटमा बसेको छ, हामी अहिले चाहिँ अब कोल्समा गइरहेका छौँ सामान्य एउटा सपिङ गर्नका लागि। दोस्रो कुरा, म अब अहिले मेरो घरबाट निस्किएर सपिङ सेन्टरमा गइरहेको छु। यो मैले बाटो किन पनि देखाइरहेको छु भने यो बाटो सधैँभरि यस्तै हुन्छ। म आएदेखि अब यो घर बनाएर यहाँ सन् 2021 को सुरुवातदेखि म बसिरहेको छु र सधैँभरि यो बाटोको अवस्था योभन्दा मैले पृथक, यो भनेको अब नराम्रो अवस्थामा पनि यत्तिको अवस्थामा सधैँ यो बाटाहरू यहाँ हुने गर्दछन्। र यो छेउछाउको हरियाली, यो रुखहरू अनि यो घरको बनोटहरू यो सबै चाहिँ यस्तै छ। म आएर यहाँ बसेदेखि चाहिँ यो पनि एउटा अर्को कारण हुन सक्दछ। अस्ट्रेलियाले यहाँ आउने आप्रवासीहरूलाई चुम्बक जसरी तानिराख्नुको पछाडि। आदरणीय दर्शक महानुभावहरू, यहाँहरूलाई पुनः स्वागत छ नेपाल अस्ट्रेलिया टिभीको यो पोडकास्ट अस्ट्रेलियामा त्यस्तो के छ। मैले यसभन्दा अगाडि पनि दोहोऱ्याइसकेको छु, अस्ट्रेलियाले 200 भन्दा बढी विश्वका मुलुकहरूबाट मानिसहरूलाई यहाँ आकर्षित गर्दछ र यहाँ आइसके पछाडि एउटा पढ्ने चाहना लिएर विद्यार्थीका रूपमा विद्यार्थी भिसामा यहाँ आइसके पछाडि एकदमै बिरलै, एकदमै थोरै मानिसहरू, लेस देन 1% भनेर भन्छु, लेस देन 1% मानिसहरू मात्रै आफ्नो देशमा पुनः फर्कन चाहन्छन्। आखिर त्यस्तो आकर्षणको केन्द्रबिन्दु के छ त यो अस्ट्रेलियामा? केले मानिसहरूलाई आकर्षित गर्दछ र केले यहाँ आइसके पछाडि यहाँबाट फर्किनका लागि चाहिँ रोक्दछ, निषेध गर्दछ त भन्ने विषयवस्तुमा आधारित रहेर अस्ट्रेलियामा त्यस्तो के छ भन्ने विषयमा मैले पोडकास्ट बनाइरहेको छु। र मैले केही बेर अगाडि म घरबाट निक्लिएर एउटा पसलमा आज बिदाको दिनमा केही सपिङ गर्नको लागि, केही किनमेल गर्नको लागि निस्किएको थिएँ। मैले फेरि पनि म दोहोऱ्याउँदैछु, आज बिदाको दिनमा मेरो घरबाट, मेरो गाडीमा, घरबाट नजिकै रहेको एउटा सपिङ सेन्टरमा हामीले खाद्यान्नका लागि, ग्रोसरी किन्नका लागि गएको सम्भवतः पहिलो पसल पनि यही कोल्स होला। र आधा बढी अर्थात् उच्च निम्न, उच्च मध्यमवर्गीय र उच्च वर्गीयहरूका लागि अहिले खुलेका छन्। हामीले यसको लागि नाम लिनु पर्दाखेरि भाटभटेनी सपिङ सेन्टर अथवा अरू केही मिनी मार्ट जस्ता सपिङ सेन्टरहरू पनि खुलेका छन्। अर्थात् त्यहाँ एउटा मान्छेको आर्थिक स्तरले कहाँनिर सपिङ गर्ने भन्ने कुराको तय गर्दछ, निर्क्युल गर्दछ। तर यहाँ मैले पहिला पनि निम्न वर्ग भएका र उच्च वर्ग भएका सबै मानिसहरूले सपिङ गर्दछन्। अब मैले आजको यो पहिलो पोडकास्टको यो पहिलो श्रृङ्खलालाई बिट मार्न गइरहेको छु। अस्ट्रेलियामा आखिर त्यस्तो के छ? पहिलो कुरा, म आज बिदाको दिनमा छु, मसँग जागिर छ। 10-11 वर्षको अन्तरालमा मसँग आफू बस्नका लागि आफ्नै मेहनतले कमाएको एउटा थोत्रो मोटरसाइकल मात्रै एफोर्ड गर्न सक्ने मान्छे जो मलाई जानकारी छ र विशेष गरी नेपालसँग तुलना हुनेछ यो पोडकास्टमा। यो पोडकास्टको श्रृङ्खलालाई फलो गर्नुहोला र यो श्रृङ्खलालाई फलो गर्नका लागि मलाई पनि युट्युबमा तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ र नेपाल अस्ट्रेलिया टिभीको यो युट्युब च्यानललाई पनि तपाईँले सब्सक्राइब गर्नुहोला। र यदि तपाईँको कुनै विरोधाभास, तपाईँको कुनै प्रतिक्रिया छ भने प्रतिक्रिया कमेन्ट गरी प्रतिक्रिया दिन नबिर्सनुहोला र त्यो प्रतिक्रियालाई पनि मैले आगामी दिनमा समावेश गर्नेछु, एड्रेस गर्ने कोसिस गर्नेछु। हस् त, आजको लागि यो पोडकास्ट यति नै। अर्को साता
अर्को पोडकास्टका साथ यहाँहरूलाई भेट्ने बाचाका साथ आज म प्रस्तुता मिलन दाहाल यो पोडकास्टबाट बिदा माग्दछु। धन्यवाद।